हेलो गाइज वेलकम टु रोमानिया साथीहरू आज चाहिँ म तपाईँको माझ भ्लग बनाउन गइरहेको साथीहरू रोमानियामा चाहिँ अब चाहिँ आउने साथीहरूलाई वेलकम भन्न चाहन्छु। यदि तपाईँहरू नेपालमै 80-90 हजार कमाउनुहुन्छ भने तपाईँ रोमानिया नआउँदाखेरि एकदम बेटर होला। यदि रोमानिया आउन चाहनुहुन्छ भने नेपालबाट के प्रोसेस गर्नुपर्छ भन्दा मेन पावरमा जाने। मेन पावरले चाहिँ एउटा रोमानियाको लागि एउटा चाहिँ कम्पनीसँग उनीहरूको चाहिँ डिमान्ड लिएको हुन्छ। अनि त्यसपछि मेन पावरले चाहिँ अनि यता खास चाहिँ अब रोमानिया आउनलाई एउटा गभर्मेन्टसँग दर्ता चाहिँ एम्बेसी नभएकाले चाहिँ हामीले चाहिँ इन्डिभिजुअल श्रम गरेर आउनुपर्ने हुन्छ। र इन्डियामा एम्बेसीमा सोध्ने प्रश्न पहिला पर्मिट निकाल्छ। पर्मिट निकालेपछि एम्बेसीलाई डेट दिन्छ। इन्डियामा न्यू दिल्लीमा चाहिँ रहेको छ एम्बेसी, रोमानियाको एम्बेसी। अनि एम्बेसीमा गएर चाहिँ एम्बेसीमा चाहिँ सोध्ने प्रश्नहरू तपाईँ नडराइकन चाहिँ तपाईँहरूले चाहिँ क्वेसनको एन्सर दिनु होला। रोमानिया किन जान लागेको भनेर उसले सोध्छ। सोद्धाखेरि चाहिँ म चाहिँ काम गर्न जान लागेको, पैसा कमाउनलाई, मेरो परिवारहरूलाई पाल्नको लागि भनेर चाहिँ जवाब दिने। यदि तपाईँ धेरै ओभर कन्फिडेन्ट हुनुहुन्छ भने चाहिँ एम्बेसीको काउन्सिलरले तपाईँलाई रिजेक्ट गर्न सक्छ। त्यो चाहिँ पक्का हो। अनि एम्बेसीले सोध्ने मुख्य चाहिँ के सोध्छ भनेदेखि रोमानिया आएर तपाईँहरू अरू देशमा भाग्ने कि नभाग्ने, स्यालेरी कति हो, अनि काम गर्ने टाइम कति हो, कम्पनीको नाम के हो भन्ने खालको त्यो शब्दहरू धेरै चाहिँ यस्तो वर्ड्सहरू युज हुन्छ। तपाईँहरूले चाहिँ रोमानिया आउँदाखेरि चाहिँ एकदम ध्यान दिएर चाहिँ आउनु होला। तपाईँको डेट पर्मिटको डेट, भिजाको डेट एक्सपायर हुनुभन्दा पहिला तपाईँ चाहिँ रोमानिया छिरिसक्नु पर्ने हुन्छ। यदि तपाईँको भिजाको डेट छ, पर्मिटको डेट सकियो भने तपाईँलाई चाहिँ इमिग्रेसनले तपाईँलाई एयरपोर्टबाटै तपाईँलाई रिटर्न गर्न सकिन्छ। र एम्बेसीमा चाहिँ एकदम चाहिँ नर्मल तरिकाले प्रश्न, धेरै आत्तिनुपर्ने क्वेसनहरू सोध्दैन। आफू जान लागेको देश, कति स्यालेरीमा जान लाग्यो, कुन कम्पनी हो, भोलि गएर बिजुली पार्ने पो हो कि भनेर यस्तो खालको क्वेसनहरू सोध्छ। त्यो त अब स्वाभाविक हो, आफूले भन्नु नि पर्छ काम यो काममा जान लागेको, यो कम्पनीमा जान लागेको, रोमानियामा दुःख गर्न जान लाग्यो, मेरो परिवार धान्न धेरै गाह्रो भयो भन्ने यस्तो खालको प्रश्नहरू दिने। अनि तपाईँ धेरै नै ओभर कन्फिडेन्ट भयो भने, अलिकति स्मार्ट बनेर चाहिँ तपाईँको ट्याटुहरू खोपेर हिरो भएर हिँड्यो भने, टाई सुट लगाएर गयो भने चाहिँ यो मान्छेले काम गर्दैन, यो मान्छेलाई भिजा नदिँदा ठिक होला भनेर चाहिँ कन्सुलरले तपाईँको भिजा रिजेक्ट गर्न सक्छ। यदि तपाईँले राम्रो तरिकाले, इमान्दारीपूर्वक तरिकाले चाहिँ उसले सोधिएको क्वेसनको चाहिँ जवाब राम्रो दिनुभयो भने, यस सर, नो सर, यस सर, नो सर, उसले सोधेको चाहिँ सबै भन्यो भने चाहिँ तपाईँले चाहिँ एम्बेसीले तपाईँलाई चाहिँ भिजा उसले चाहिँ एपोइन्टमेन्टको डेटमा भिजा दिन सक्छ। ओभर कन्फिडेन्ट भयो भने चाहिँ भिजा दिन सक्दैन। र यदि 40-50 हजार 60 हजारसम्म नेपालमै कमाउनुहुन्छ भने रोमानिया नआउँदा बेटर होला। किन भन्दाखेरि यहाँ रोमानियामा चाहिँ नेपाली जोसुकै होस्, उनीहरूको देशको मान्छे बाहेक सबैलाई यहाँ पिएल्छ। तर काम हो, घन्टाको सिस्टम हुन्छ। अब पेल्नु त परेको नि होइन, घन्टाको सिस्टममा काम गराएपछि त अब दुःख गर्न आएको, त्यति धेरै गाह्रो काम पनि हुँदैन होइन। आउनुहोस्, कमाउनुहोस्, तपाईँहरू आउने जतिलाई वेलकम छ रोमानियामा है। हस् त, यति भन्दै आजको सानो यो ब्लग तपाईँहरूको माझबाट म छुटिन चाहेँ। फेरि अर्को ब्लगमा भेटौँला है त।